बाघ र चालाक खरायोको कथा। एक समयको कुरा हो। हिमालको फेदीमा रहेको ठूलो जङ्गलमा धेरै प्रकारका जनावरहरू बस्थे। त्यहाँ हरिण, बाँदर, भालु, हात्ती, खरायो, स्याल र धेरै चराहरू थिए। जङ्गल निकै शान्त र सुन्दर थियो। तर त्यो जङ्गलमा एउटा समस्या थियो। जङ्गलमा एउटा भोकालु र क्रूर बाघ बस्दथ्यो। बाघ दिनहुँ शिकार गर्न निस्कन्थ्यो र आफूलाई जे भेट्थ्यो त्यसलाई मारेर खान्थ्यो। उसको डरले जङ्गलका सबै जनावरहरू त्रसित भएर बस्थे। एक दिन सबै जनावरहरू एक ठाउँमा भेला भए। हात्तीले भन्यो, यदि यसरी नै बाघले हामीलाई खान थाल्यो भने एक दिन जङ्गलमा कुनै जनावर बाँकी रहने छैन। भालुले भन्यो, हामीले कुनै उपाय निकाल्नुपर्छ। त्यसपछि एउटा बुढो बाँदरले सुझाव दियो, हामीले बाघसँग सम्झौता गरौँ। दिनमा एउटा जनावर आफै उसको खाना बन्न जानेछ। यसो गर्दा बाघले अनावश्यक रूपमा धेरै जनावर मार्दैन। सबै जनावरहरूलाई त्यो कुरा ठिक लाग्यो। उनीहरू बाघ कहाँ गए र प्रस्ताव राखे। बाघले केही समय सोचेपछि भन्यो, ठिक छ, यदि दिनहुँ एउटा जनावर आफै मेरो खाना बन्न आयो भने म अरूलाई मार्ने छैन। त्यस दिनदेखि पालो गरेर जनावरहरू बाघ कहाँ जान थाले। जङ्गलमा केही शान्ति आयो। एक दिन खरायोको पालो आयो। खरायो सानो र कमजोर थियो। उसलाई आफ्नो ज्यान जाने डर लाग्यो। तर ऊ धेरै बुद्धिमान थियो। खरायोले सोच्यो, यदि म केही उपाय निकाल्न सके भने म मात्र होइन, सबै जनावरहरूलाई बाघको आतङ्कबाट बचाउन सक्छु। खरायो बिस्तारै बाघ कहाँ जान थाल्यो। तर ऊ जान ढिलो भयो। बाघ भोकले रिसाएको थियो। जब खरायो त्यहाँ पुग्यो, बाघ करायो, किन यति ढिलो आयो? म तिमीलाई तुरुन्तै खान्छु। खरायो डराएको जस्तो गरी बोल्यो, हे महाराज, म ढिलो आएको कारण छ। आज म मात्र होइन, 5वटा खरायो तपाईँको खाना बन्न आउँदै थियौँ। तर बाटोमा अर्को बाघ आयो र उसले 4वटा खरायो खाइदियो। बाघ झन रिसायो, के भन्यौ, अर्को बाघ? यो जङ्गलमा त म मात्र राजा हुँ। खरायोले भन्यो, हो महाराज, उसले आफूलाई यो जङ्गलको राजा भन्छ। बाघ क्रोधले काप्न थाल्यो, मलाई त्यो बाघ कहाँ छ, देखाऊ। खरायोले बाघलाई जङ्गलको एउटा पुरानो गहिरो इनार नजिक लग्यो। खरायोले इनारतिर औँला देखाउँदै भन्यो, महाराज, त्यो बाघ यहीँ बस्छ। बाघले इनारभित्र हेऱ्यो। त्यहाँ उसले आफ्नै प्रतिबिम्ब देख्यो। पानी हल्लिँदा प्रतिबिम्ब पनि हल्लियो। बाघले सोचे, त्यो अर्को बाघ हो। ऊ झन रिसायो र करायो। इनारभित्रबाट पनि आवाज प्रतिध्वनि भएर फर्कियो। बाघले सोचे, यो त साँच्चै मलाई चुनौती दिइरहेको छ। रिसले अन्धो भएको बाघ सिधै इनारभित्र हामफाल्यो। पानी धेरै गहिरो थियो। बाघ त्यहाँबाट बाहिर निस्कन सकेन र डुबेर मर्यो। खरायो बिस्तारै जङ्गल फर्कियो। जब सबै जनावरहरूले यो कुरा सुने, उनीहरू धेरै खुसी भए। सबैले खरायोलाई धन्यवाद दिए। त्यस दिनदेखि जङ्गलमा शान्ति आयो। सबै जनावरहरू खुसी भएर बस्न थाले। यो कथाको शिक्षा, बुद्धि बलभन्दा ठुलो हुन्छ। घमण्ड र रिसले मानिसलाई नाश गर्छ।